नमस्कार। यो भिडियोमा चाहिँ हामीले त्यो एआईबाट बनेको सङलाई कसरी मोबाइलमा सेभ गर्न सकिन्छ त्यस सम्बन्धी जान्न गइरहेको छौँ। मलाई एकजना भाइले पनि भनेको थिए बनाउन, त्यही भएर मैले चाहिँ यो भिडियो बनाएको छु। मन परे लाइक गर्नु होला र भिडियो सुरु गरौँ। फर्स्टमा चाहिँ हामीले स्क्रिन रेकर्डर अन गर्नुपर्ने हुन्छ। मेरो चाहिँ यहाँ माथि थियो, मैले अन गरिसकेर नै भिडियो बनिरहेछ यो, त्यही भएर सेकेन्ड देखायो होला। अनि सुन्नुमा जाने अनि यो गीत प्ले गरिदिने। यो गीत अब रेकर्डिङ यहाँ भइरहेको छ अनि यो रेकर्डिङ हामीलाई अब यो पुरै गीत भेट्नेसम्म हामीले यो रेकर्डिङ गर्ने अनि चाहिँ हामीले अफ गर्ने। यसपछि चाहिँ हामी क्यापकट नभए क्यापकट डाउनलोड गर्ने, यसलाई ओपन गर्ने। ओपन गरौँ। मेरो चाहिँ पहिलोचोटि ओपन सिकाउनको लागि पहिलोचोटि गर्दै हो। ल यही पुरै यो स्किप गर्दै हुन्छ। अब न्यू प्रोजेक्टमा क्लिक गर्ने। अब चाहिँ हामीले यहाँ कुन भिडियोमा अब ऐनीको सङ हाल्ने हो त्यो भिडियो आफूले एउटा रोज्ने। मैले चाहिँ अब यो बाइकवाला हाल्छु अनि एड गर्दै मैले बाइकवाला भिडियो के भयो फेरि एड गर्दै। अब चाहिँ यहाँ भइरहेको छ। मेरो मोबाइल चाहिँ हल्का यहाँ ह्याङ भयो त, त्यही भएर यस्तो भइरहेको छ। र यो भिडियो पनि यहाँ आइसकेको छ। अब हामीले चाहिँ यसमा चाहिँ ऐनीको साउन्ड हाल्नु छ, त्यही भएर चाहिँ हामीले पहिला चाहिँ यसलाई अडियोमा क्लिक गर्ने अनि चाहिँ साउन्डमा क्लिक गर्नुपर्छ। हामीले साउन्डमा क्लिक गरेर अनि चाहिँ हामीले यो फाइल जस्तो अप्सन छ नि, कहाँ त गयो फेरि, यहाँ फाइल जस्तो अप्सन यहाँ क्लिक गर्ने अनि एक्सट्र्याक्ट अडियो फ्रम द भिडियोमा क्लिक गर्ने। अनि अब हामीले अहिले रेकर्डिङ गरेर राखेको भिडियो कुन हो त्यसमा छुने, ठ्याक्क सँगसँगै मात्रै रेकर्डिङ गर्ने है त। ल यो गर्ने अनि अडियो एक्सट्र्याक्ट भइसक्यो। अब प्लसमा क्लिक गर्ने। ल अब यो पनि भइसक्यो। माथिको साउन्डको चाहिँ अब 0 भोल्युम गराम। यसको हामीले भोल्युम 0 गराइदिउँ अनि तलको चाहिँ हामीले बढाइदिउँ अनि तलको चाहिँ हामीले फुल गराइदिउँ बढाइदिउँ। ल यो भइसकेको छ हाम्रो। अनि अब यसलाई चाहिँ हामीले सिधै एक्सपोर्ट गर्न पनि सक्छौँ। माथि यो रिमुभ हानेर यो ठ्याक्क जति चाहियो त्यति मात्रै मैले राखेँ। एक्सपोर्ट गर्ने, यहाँ एक्सपोर्टमा क्लिक गर्ने अनि चाहिँ यो चाहिँ एक्सपोर्ट हुन्छ अनि हजुरको भिडियो चाहिँ सँगसँगै बन्छ। अनि हामीलाई त्यो सङ अब ठ्याक्क जति सङ हुन्छ त्यति मात्रै अब राख्नको लागि चाहिँ पहिला क्यापकटमा हामीले जान पर्यो अनि चाहिँ भिडियोलाई सिलेक्ट गर्ने अगाडि देखाएअनुसार अनि अब ठ्याक्क यो गएर यसलाई चाहिँ जति चाहियो त्यति कट हानिदिने, स्प्लिट गरिदिने यहाँ अनि स्प्लिट गरेर यताको चाहिँ काट्दिने नचाहिने भाग अनि चाहिने भागहरू मात्रै। यसरी उताको त्यो इन्डिङवाला पनि काट्नुपर्छ है, यो पनि डिलिट गरिदिने अनि एक्सपोर्ट गरिदिने। अनि चाहिँ यो क्यापकटमा चाहिँ धेरै यो एड्स चाहिँ लामो हुने रहेछ अनि एड हेरे पनि लोगो चाहिँ आउने रहेछ। अर्को भिडियोमा चाहिँ हामीले लोगो बिना कसरी भिडियो एडिट गर्न सकिन्छ यसमा हामीले भिडियो बनाउने छौँ। ल यो पनि भएछ।